अन्त्यमा केही भन्नुहुन्छ? अन्त्यमा छौँ हामी है। अन्त्यमा केही छ? हामी साथ इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत कुराकानी गरिरहेछौँ। अन्त्यमा केही? पैसालाई भन्दा पनि पैसालाई सम्हाल्नु पर्छ। पैसालाई चाहिँ सम्हाल्नु पर्यो। पैसा भनेको कुरो कमाइन्छ धेरै कमाइन्छ। पैसाले सब चिज हुँदैन। आफ्नो पैसालाई ठाउँमा सम्हालेर चलाइयो भने जिन्दगी चल्छ। ओके, पैसा र पैसा दुवै हुनुपर्छ भन्छ नि फेरि। पैसा र पैसा यो कलियुगको पैसा हुनुपर्छ भन्छन्। तर पैसालाई भन्दा पहिला पैसालाई सम्हाल्न सक्नु भने पैसा सम्हालिन्छ। तपाईँले पैसालाई सम्हाल्नु भयो या पैसालाई सम्हाल्नु भयो? मैले पहिला पैसालाई आफ्नो पैसालाई बाहिर जान दिइनँ नि त दाइ। मेरो उमेर बाहिर भएन नि त। हजुर हजुर। पैसा सम्हाले अनि पैसा पैसा आउँदैछ। हजुर, कस्तो इन्ट्रेस्टिङ कुराकानी गर्नुभयो तपाईँले। पैसा र पैसालाई पहिला पैसालाई सम्हाल्नु पर्यो अनि त्यसपछि पैसालाई सम्हाल्नु पर्यो। पहिला आफूलाई सम्हाल। हजुर, अरू आफै सम्हालिन्छ। ओके, यो विषयमा पछि पनि कुराकानी गर्नेछौँ। अहिलेलाई चाहिँ धेरै धेरै धन्यवाद। अनि तपाईँको लोकेसन भनिदिनु न, जो आउन चाहनुहुन्छ होइन। म ब्रदर्स थर्पट दमौली। नमस्कार, म ब्रदर्स थर्पट दमौली, अनसन चौताली, तपाईँको सरकारी हस्पिटल जाने गेटको अगाडि छु। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। हामीसँग कुराकानी गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। बनाइदियो 50 गरेर 30 सिधा छ। दिदी अलिकति नजिक आउनु न, टाढा भयो भाइ। 30 गरेर 50 को सिधा छ पिटिएमा है। छिटो गइदेऊ, भोक लागेला दिएन भने त पाप लाउँछ। पानीपुरी क्यार्ने हो? कसको अर्डर रे? 50 करे? कसको रे काला नि रे? लाने बाबु टाढै होला नि? हो ल हेर्नु सबै यहाँ टाढाको लागि पनि स्पेसल प्याकिङ देखाउँछ है त दाइ। यो यसरी हाल्यो है दाइ है। अब पहिला हात खोलै पर्छ 50 अनि यो चम्चा चाहिँ यहाँको तेल ओछ्याउँछ। तेललाई चाहिँ सोच्छ यसले है, चम्चाले। हजुर, यो चम्चा चाहिँ प्याकको चम्चा हुन्छ नि, यसले तेल सोच्छ होइन। यहाँको तेल अलिअलि भएको यसले यहाँ सोच्छ होइन। हजुर हजुर। अब यसलाई मैले यहाँ यस्तो टमक्क यसलाई यसरी खिच्छ त होइन, भ्याएको भन्नेलाई अनि ड्याङ्की ड्याङ खोक्छ है। अनि यसलाई निचरेर कहिलेकाहीँ कम्प्लेन्ट पाउनु भएको छ कि छैन? यस्तो तपाईँको चाहिँ ओसियो भन्ने कुरा पाउनु भएको छ कि छैन? यस्तो हुँदा अलिअलि त भइ नै हाल्छ। अलिअलि त हुन्छ नि होइन। कम्प्लेनको त के चिज छ र? भगवान् महादेवलाई मान्ने मात्रै कोही छ र? अल्लाह पनि त मान्छ नि त है। कम्प्लेन त भगवान्माथि छ है। खानेकुरा पनि जसले गर्नुहुन्छ होइन। त्यही भएर यो चिज चाहिँ तपाईँको कम्प्लेन अलिअलि त आउँछ, तर आएन रहेछ म्याक्सिमम्। भगवान् गीतमाले मलाई हे भाइ तिम्रो मिठो चाहिँ छैन, अब यस्तो भयो उस्तो भयो त भन्नुभएको छैन होइन। मेरो चाहिँ रामपुरबाट पाल्पा रामपुरबाट मलाई भिडियो कलै गरेर खुवाउनुभयो, देखाउनुभयो, राम्रो छ भन्नुभयो। अनि तपाईँको पोखराबाट भिडियो कल गरेर देखाइदिनु भयो उहाँहरूले पनि। मलाई खुसी लाग्यो होइन। उहाँले केही भएको छैन, सब राम्रो छ। भुजा त उही हो, अब यतिकै आउट राख्दा पनि त उसिन्छ नि त भन्नुहुन्थ्यो होइन। तर चर्को चाहिँ राम्रो छ दाइ। तपाईँलाई कसरी सोसियल मिडियामा अथवा टिकटकमा चाहिँ राखेर म अलिकति चर्चा पाउँछु कि भन्ने कसरी लाग्यो त? कसरी? एकजना भाइले मलाई खोलिदिनु भएको टिकटक होइन। हजुर। अनि चटपटको चाहिँ हुन्छ नि, अब मैले यसरी बन्छु भन्दा चाहिँ अब सबैलाई थाहा छैन होला भनेर एकचोटि चाहिँ टिकटकमा हालेको थियो। एउटा भिडियोमा बबाल भ्युज आयो। 5.7 मिलियन आइदिएको थियो। त्यहाँबाट त रस लाग्न थालेर होइन, ए हुँदो रहेछ नि त यस्तो गरेपछि भन्छ। अनि बल्ल सोसियल मिडियातिर चाहिँ आफूलाई पनि एक्टिभ गराउनु खोज्नु भयो होइन। जे कस्तो रेस्पोन्स पाइरहनु भएको छ टिकटकबाट पनि? राम्रो छ नि। मेरो कस्टमर अहिले चितो अर्डर कतिको आइरहेको छ? बाहिरबाट जति हुन्छ नि आउनु भएको छ नि, सब टिकटकको कमाल हो। अहिले म्याक्सिमम् 25 देखि 30% मान्छेहरू बाहिरको हुनुहुन्छ। स्थानीय बासिन्दाहरू कतिको आउनुहुन्छ? स्थानीय बासिन्दाको दाइ म त होम सर्भिस दाइ, घर घरै पुऱ्याइदिन्छु म त। के होम सर्भिस दमौली भ्याली दाइ है। बाइकमा साइकलमा होइन, यो दमौली भ्यालीको त सबै म आफै हो। हजुर, सर्भिसै मैले गरिरहेको छु नि त, फ्रीमा होम सर्भिस दाइ। अन्य ठाउँहरूमा पनि होला नि चटपटे पसल त? छ दाइ, 100 भन्दा बढी छ। 100% त कति कति। तर ब्रदर्सलाई माया गर्नु चाहिँ यही नै ठुलो जायसँग। पानीपुरी बढी बिक्छ कि चटपट बढी? चटपट बढी जान्छ। चटपट पानीपुरी चटपट बढी जान्छ। हुन त हामीले रोटी तरकारी परोठा चाट चटपट पानीपुरी सबै राख्नुहुन्छ? हजुर राखेको। खाजा सेटहरू सबै राख्नुहुन्छ? खाजाको सेटमा चाहिँ यही परोठा तरकारी र रोटी तरकारी भयो है। अरू चाहिँ यही जम्सकै उसमा भइहाल्यो। हजुर। तर यो दिउँसो चाहिँ एकदमै धेरै चटपट पानीपुरी जान्छ जस्तो लाग्यो हो। दिउँसोमा जान्छ दाइ। म्याक्सिमम् दिउँसोमा त झन् भिड हो। मेरो बिहान 5, 5:30, 6 बजी खोल्छु है। बेलुका 11 बजी हुनुपर्छ जस्तो खोलिरहनुपर्छ। ए बिहान कति बजी खोल्नुहुन्छ अरे? बिहान 5:30, 6 बजी खोल्छु दाइ। 5:30। बेलुका त 11 बजीसम्म हुन्छ। यो मिलाएर त दिदी भयो आउनुहोस् है। त्यो दाइको बाबु आउनुहोस् न अलिकति सबै यो यहीँ हाल सबै एकै ठाउँ यो हो त। झोला एकदम मुसिहाल्यो दिदी, लाउनु
छ भित्र कति कति नि आउनु न भित्र बस्नुहोस् ए लाउनुहोस् राम्रो हजुरको है ल जय होस् जय होस् जिन्दगी एउटा याद भाइ जिन्दगी याद छोडेर जाने हो दुःख गरिरहेको छु राम्रो छ भाइ जिन्दगी भनेको के हो भने सबैले एउटा शब्द याद हो भविष्य आउनेलाई पनि याद आउने होला छोडेर गएको पनि यादै हो अहिले भइरहेको पनि यादै होला थ्याङ्क यू भन्छ जय होस् जस अविवाहित या विवाहित हुनुहुन्छ अविवाहित भाइ मेरो 11 महिनाको छोरी पनि छ ए कतिको घर परिवारले सपोर्ट गर्नुहुन्छ फुल्ली सपोर्ट पहिला सुरुमा त अब नयाँ ठाउँमा अब नयाँ त्यो व्यवसाय कहिले नगर्दै नगरेको छप्रो पसल है भैयाहरूले गरेको पेसा खालि गर्न सक्दैनस् तैँले नगर भनेर मेरो मनमा रुनु पनि हुन्थ्यो क्या मलाई पनि सम्झिन थियो आफूलाई रुना हुन्थ्यो कि तर आफूले गरेको मिहिनेत बाबाले त्यो बेलामा कति दुःख पाएको थियो मेरो बाबामा पनि थियो नि त इच्छा छोरा राम्रो ठाउँमा बस्नुहोस् राम्रो होस् भनेर तर म कहिले पनि आफूलाई हिम्मत हालेँ मेरो मन बाबु मेरो भगवान थियो आफन्तले ठगेको मान्छे हो म कहिले पनि आफन्तको लागि जिउ गरिन जाने अहिले मेरो मन बाबुको यहाँ सिर्कमबाट नर्मल प्रेस गरेर राखेको छु दुःख गरिरहेको छु तर भगवानको गीत पनि चलिरहेको छ निकै इमोसनल हुनुभयो त ल कल पनि आयो ल हजुर ओके भान्जी ओके हस् जय होस् निकै मेहनत गरिरहनु भएको छ जीवनलाई सफल बनाउनको लागि निकै मेहनत गर्नुपर्छ रहेछ परिश्रम गर्नुपर्छ होइन परिवारको लागि त्याग भयो बलिदान परिवारको लागि पनि आफ्नो लागि त जिन्दगी त्यही ठुलो कुरो हो भगवान्ले दिएको जिन्दगी ठुलो कुरो हो हात पाएको रहेछ उमेर भइन्जेल आफ्नो लागि आफै ठिक छ परिवारको लागि जानु ठुलो कुरो मेरो आमाबाबुले मेरो हिजोको दिनहरूमा आमाबाबुले मलाई दुःख गरेर काटेर चाहिँ हिजो दुनियाँको हलो जोतेर कमाएर गरेको थियो नि त मैले त्यो चिज बिर्सिनु भएन नि त मेरो बाबा मेरो लागि भगवान हो मेरो बाबाले त कहिले पनि कहिले दुःख दिँदै थियो ल मान्छेहरू पनि धेरै जम्मा हुनु भइसक्यो है अब तपाईँको मैले बाधा पराएँ क्या हो काममा होइन दाइ किन छैन दाइ तपाईँले आएर मलाई यस मेरो हिस्ट्री बोलिदिनु भयो दाइ मेरो हिस्ट्री कसैले सिकोस् केही पाओस् र उनीहरूले पनि गरोस् न मोटिभेसन हो दाइ किनकि जिन्दगी सबैको आफ्नो हिस्ट्री छ मेरो नि एउटा हिस्ट्री छ मेरो हिस्ट्रीबाट कोही मान्छे मोटिभेसन भएर नेपालमा केही गर्न सक्छ नेपालको लागि त यहीँ छ नि त सबै चिज त्यो हो नि त ठुलो कुरो हामी विदेशमा विदेश भनेर के पनि भएन कि बाक्समा प्याक भएर यहाँ कति मान्छेहरू बाक्समा प्याक भएर आम्बाको लागि सुख शान्ति छ हुन त उनीहरूको आफ्नो बाध्यता छ होइन तर उनीहरूको आफ्नो देश आफ्नो देश छोडेर जानु उनीहरूको हुन त रहर त छैन होला कतिपयको रहर पनि हुन्छ अस्ट्रेलिया जानेको त रहर पनि छ प्रायःको होइन तर मान्छेहरूलाई रहरले भन्दा पनि बाध्यताले गएको छ तर कतिपय ठाउँमा चाहिँ उनीहरू बाक्समा प्याक भएर आएको देखेर पनि आफूलाई चाहिँ राम्रो कहिले पनि जानुपर्छ हजुर डिस्कभरी स्कुल जाऊ भान्जीलाई स्कुलमा पढाउनु जो हुन्छ मलाई त्यो भाइ जबरखाना बाइक जानुहुन्छ भन्नुहोस् है राम राम हामी आयो नि त दाइ एकदम भाइरल त हामी गोर्खाबाट दाइ हामी गोर्खाबाट चटपट खाएर भनेर दाइसँग ल हामीलाई नि 3 ठाउँमा